नमस्ते, म डाक्टर कुशल कार्की, कन्सल्टेन्ट युरोलोजिस्ट तथा ट्रान्सप्लान्ट सर्जन। हाम्रो शरीरमा हुने विभिन्न अङ्गहरू जस्तै मृगौला, पिसाबको नली, पिसाबको थैली, प्रोस्टेट र यी अङ्गहरूसँग सम्बन्धित अन्य अङ्गहरू जसमा विभिन्न समस्याहरू आउन सक्दछन्। जस्तै किडनीमा हुने पत्थरी र पिसाबको नली, पिसाबको थैलीमा हुने अन्य विभिन्न पत्थरीहरू, पिसाबको इन्फेक्सन अथवा सङ्क्रमण, पिसाबमा रगत आउने, प्रोस्टेट र यसका विभिन्न समस्याहरू र यी अङ्गहरूमा देखा पर्ने क्यान्सरहरू, मृगौला बिग्रिने समस्याहरूको बारेमा म अब आउने भिडियोहरूमा विभिन्न रोचक तथ्यहरू र संवेदनशील परामर्शहरू यहाँहरूलाई दिनेछु। कृपया मेरो भिडियोको प्रतीक्षा गर्नुहोला। नमस्ते।